म नामदेवपछि जिल्ला बौद्ध गुम्बाको अध्यक्ष, त्यो कार्य समितिको सदस्य मेरो आदरणीय बहिनी अनिमा, अब यो घेरुङको सचिव। अब यहाँभन्दा ठुलो सफलता त के हुन सक्ला भन्ने कुरालाई मैले जोडेँ। पहिले पनि हामीले नगरमा यसरी एउटा पुलको काम गऱ्यौँ, संयुक्त प्रसार मानौँ भन्ने कुरामा हामी त्यो अभियान पुगेका थियौँ। सञ्चालक बहिनी, मेरो कार्य समितिका सदस्य आदरणीय अनिमा बहिनीलाई म धन्यवाद पनि दिन चाहन्छु। सचिव पदको एउटा लिनु भएको छ र कार्यक्रममा बोल्ने 2 शब्द दिनुभएकोमा पनि म धन्यवाद विशेष गरी बहिनीलाई। र नेपाल तामाङ घेरुङको पहिलो नगर अधिवेशनको नगरको बैठक अध्यक्षलाई ग्रहण गरेका रहनुहुने आदरणीय मेरो नाना माननीय नानाज्यू लगायत मञ्चमा आसीन सम्पूर्ण उपस्थित महानुभावहरू, मैले मान्नुपर्ने आदरणीय नानाहरू सबैमा म नामदेवपछि जिल्ला बौद्ध गुम्बा र पूर्व नेपाल तामाङ घेरुङको जिल्ला सचिवको हैसियतले यहाँहरूलाई म दासो ठाकुरलाई भन्न चाहन्छु। हामी मलाई 1-2 कुरा भन्नु मन लाग्छ। सबैले राम्रै कुरा बोल्छन्, राम्रै व्यवहार गर्नुपर्छ जस्तो लाग्छ, तथापि अलिअलि हामीभित्र अलिअलि कुछ छ होइन। अलिकति मैले यहाँ मिठो कुरा पनि गर्छु, अलिकति मिठो कुरा पनि गर्छु। यसलाई सबैले नकारात्मक रूपले र सकारात्मक रूपले दुईटै कुराले हेरिदिनु होला। हामीभित्र निकै समस्याहरू छन्। अब हिजो अघि नानाले बोल्दै गर्दा हिजो दुर्गा पुराण भाइ अध्यक्ष हुनुभयो, पहिले उद्घाटन सबै मान्छेले यसरी नै भेला भयो। अब पछि क्रमशः काँडसाँड हुँदै 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 गरेर जिलोमा आइपुग्यो हामी समिति। अघि नानाले यही कुरा जोड्नु भएको छ। आज हामी जति भेला भयौँ, गीता नानाले त्यहाँ बसेर भन्दैन त राजुलाई यति नै भेला थपिने हो भने त कस्तो हुन्छ होला नि नगर घेरुङ भन्ने कुरा गर्नुभयो। ठिक हो, त्यो कुरा नराम्रो कुरा होइन। तथापि कुरा के भने हामी बिच भएका सानातिनाहरू अलिकति गल्ती कमी कमजोरी छ नि, त्यो सच्याएर लानुपर्छ होइन। अब राम्रो कुरालाई अगाडि बढाउने प्रयत्न गरेर लानु पर्यो। अब नेपाल तामाङ घेरुङ नगर समितिमा मात्रै सीमित रहेर भएन। अब हामी 1 नम्बरदेखि 10 नम्बर वार्डसम्म प्रत्येक वार्डमा नेपाल तामाङ घेरुङ नगर समिति गठन गर्न अपरिहार्य छ। पहिलो कुरा यो प्रथम नगर अधिवेशनबाट आएको प्रथम बैठकले चाहिँ अहिलेको निर्णयमा म चाहिँ के भन्न चाहन्छु भने सबै वार्डमा नगर अधिवेशन जस्तै गरी वडा अधिवेशन गरेर वडामा एउटा कार्य समिति निर्माण गर्नुपर्छ भन्ने कुरा एउटा एजेन्डाको छलफलको विषय बनोस् भन्ने कुरा पहिलो कुरा। अब दोस्रो कुरा, हामीले हिजोअस्ति भर्खरै लोछार पर्व, यो 82 सालको लोछार पर्व हामीले जहाँ सम्बन्धित स्थानमा हामीले गऱ्यौँ, त्यो जग्गा छ भन्ने कुरा त मलाई पनि थाहा थिएन। तर जग्गा रहेछ, त्यहाँ सरसफाइ भयो, सबै कुराको कार्यक्रम भयो, विस्तृत कार्यक्रम भयो, राम्रो हो। तामाङहरूको एकताको सन्देश हामीले दिन सक्यौँ। अब त्यो रहेको जग्गामा समस्याहरू के छ भन्ने कुरा पहिचान गरौँ। यो कार्य समितिको बैठकले त्यो निर्णयात्मक रूपमा निर्णय गरेर लैजाउँ। त्यहाँ जग्गामा के छ समस्या, जग्गा जमीको अवस्था के छ, जग्गादातालाई के रिजाउनु